नमस्कार, म ममता प्रधान श्रेष्ठ, रजिस्टर नर्स। आज हामी फर्निचर कामदारहरूका लागि प्राथमिक उपचारको बारेमा कुरा गर्नेछौँ। फर्निचरमा काम गर्दा गर्दै कहिलेकाहीँ मेसिन अथवा धारिलो वस्तुले काट्न सक्छ वा चोटपटक लाग्न सक्छ। यस्तो अवस्थामा चोट लागेको वा काटेको ठाउँमा सफा गर्ने र सफापट्टीले बाँध्ने। दोस्रोमा रहेको छ, कहिलेकाहीँ मेसिनले आगोले अथवा बिजुलीले जल्न वा पोल्न सक्छ। यस्तो अवस्थामा जलेको वा पोलेको ठाउँमा चिसो पानी हाल्ने र सफा कपडाले छोप्नुपर्छ। र काम गर्दै जाँदाखेरि धुलोले अथवा केमिकलले कहिलेकाहीँ हामीलाई असर गर्न सक्छ। यस्तो अवस्थामा हामीले मास्कको चाहिँ प्रयोग गर्नुपर्छ। र चौथोमा रहेको छ, कहिलेकाहीँ सामानहरू लोड अनलोड गर्दाखेरि चोटपटकहरू लाग्न सक्छ। यस्तो अवस्थामा चोट लागेको भाग नचलाई सुन्निएको छ भने त्यसलाई आइसले सेक्ने र यदि हड्डी भाँचिएको शङ्का भएमा स्प्लिन्टको प्रयोग गर्ने र तुरुन्तै अस्पताल लैजानु पर्ने हुनसक्छ। हस्, धन्यवाद।